वेलकम बैक टू माई च्यानल विमला भ्लग। हजुरहरूलाई कस्तो छ? मलाई चाहिँ एकदम राम्रो छ। मेरो फोन बिग्रेको छ, हेर्नु न, आवाज चाहिँ सुन्नेन र यत्रो ठुलो बोलिरहेछ के गाइज। अनि के छ हौ गाइज तपाईँहरूको खबर? कमेन्ट पनि गर्न छोड्नु भयो, लाइक पनि गर्न छोड्नु भयो मलाई, तर म भिडियो हाल्न छोड्दिनँ त्यसैले गाइज। अब आज कहाँ जानुहुन्छ तपाईँहरू मसँग? भन्न सक्नुहुन्छ भनेर म भन्दिनँ। गाइज आज म तपाईँलाई कहीँ लगेर जान्छु ल, मसँगै बस्नु हेर्नु तपाईँहरूलाई म कहाँ लगेर जाँदैछु हेर्न सक्नुहुन्छ। अब कहीँ लगेन भनेको क्या गाइज, मान्दैन भन न कहाँ जानु? जाने ठाउँ हुनु पर्यो नि त हो, तर त जाने ठाउँ नजिक कहाँ जाने र हाम्रो यस संसारमा को छ र तपाईँहरू बाहेक गाइज। हाम्रो फेसबुक फ्यामिली, युट्युब फ्यामिली बाहेक जाने ठाउँ कहाँ छ? अब त्यहीँभित्र पसेर आउँछु मलाई हौ कुन दिन गाइज तपाईँहरूको नाम केएफसी को हालेर फेरि गर्नु त घरमा 2 किलो मासु लिएर 1 किलो मासु लिएर खानको लागि कस्तो गर्छ भनेर केएफसी बनाएर के गरेँ मैले? कहिले नखा मानेको छु। अनि दिन केही खाँदा त बिरामी अस्ति के भयो? फ्रीमा दे पनि खाँदैन। कसरी चाहिँ जलाउनुहुन्छ हो? कि क्या हो? अस्ति मलाई त केही पनि भएको छैन, मलाई त ल्याउनु हो, मलाई त मलाई फ्रस्ट्रेट भइसक्यो बस्छ नाइ सुत्नै मात्र त सुत्नै मलाई म त नाइ छिटो जाउँ। यसरी माया गरे जस्तो गरेर मलाई भुल्याएर नलानु खोजेको त होइन हो कि? कति सुत्ने बुढा हो मेरो चाहिँ यार, मेरो मात्रै कि सबैको यस्तै सुत्छन् हो। बिहान पनि 10 बजीसम्म सुत्छन्, अनि बेलुका 5 बजीदेखि 6 बजीसम्म सुत्छ, अनि फेरि 12 बजीदेखि भोलि बिहान 10 बजी सुत्दा निद्रा नपुग्ने कस्तो मान्छेको हो? उठ्नु न हौ, छुन्न हौ। जाने चाहिँ कहाँ चाहिँ फिक्स गर्नु भन्नु न तपाईँ। मलाई थाहा छैन त नि, मलाई थाहा हो कस्तो त आउँदैन, कहीँ जाउँ न, जानु चाहिँ उठ्नु न हौ बुढा। पेसर भइसक्यो, म त घुम्नु जानु नपारो यार। पेसरै भइसक्यो, मलाई घुम्नु जानु कहाँ जानु? ग्राउन्ड त जहिले गएकै त हो नि म। घुम्नु त ग्राउन्डमा के छ घुम्ने, हेर्ने, खाने? जहिले एक्सर्साइज त गर्न म गइरहेकी छु नि। गाउनु त अब आउँदैन कोही। के गरेको? जहिले पनि आधी गीत गाएर अनि छोडिदियो। कस्तो दुख्दैन मलाई? दुख्छ मलाई त।
छिटो थाप्नलाई तयार हुनु मलाई रिस उठ्यो होइन म त 2 सेकेन्डमा पञ्चानु तर मेरो बुढालाई चाहिँ म पुग्दिनँ है कहिले पनि माया मुती गर्छु यस्तो पुक्का मात्रै हान्छु यस्तो गर्छु होइन अनि पुक्का पक्कै दिन्छु आया मेरो प्रेसर हुनु 1 सेकेन्ड दुख्छ कि दुख्दिन एक बार तिमीलाई पनि गर्छ नि त नाइ म त दुख्छ दुख्छ म फेरि खान्छु जानु त भिख माग्न पनि हुँदैन भिख माग्दा पनि छिटो मिल्छ यार रुँदा सुँदा मलाई त लानु मान्दैन न फाइनली गाइस मलाई लगेर जानु मेरो बुढाले नलगेर हुन्छ मलाई यहाँ हेर्नु यो नि गाइस म तपाईँलाई यो चाहिँ रेलवे रोड हो यहाँ मुनि रेलवे रोड छ क्या म तपाईँलाई देखाइदिन्छु ल गाइस हेर्न सक्नुहुन्छ यो चाहिँ रेलको रोड रेल स्टेसन हेर्नु गाइस हेर्नु म तपाईँहरूलाई देखाइदिन्छु गयो नि तपाईँहरूलाई ठ्याक्कै हामी उहाँबाट हेर्न सक्नुहुन्छ फाइनली गाइस हामी आइसक्यौँ हेर्न सक्नुहुन्छ यो कहाँ हो थाहा चाहिँ छैन होइन हामीलाई पनि यो जग्गाको नाम घुम्दै जाँदा गाउँभित्र हामी घुम्दै जाँदै ठ्याक्कै यति राम्रो पार्क रहेछ क्या हजुर हेर्नु न लगाउँदैन पेट घटाउनको लागि एक्सर्साइज हुँदैछ यो चाहिँ पेटको होइन ल जेको लागि भने एक्सर्साइज त हो नि त गाइस यहाँ त झन् कस्तो दामी क्या त हानै थिएन क्या हामीलाई यहाँभित्र पनि पार्क यति राम्रो बनाइदिएको छ यति राम्रो छ ल यहाँ त सिटअप लाउन ओर्न पनि मिल्ने खालको पार्क रहेछ सुत्छु म त सुत्न पनि मिल्ने खालको रहेछ एकचोटि तपाईँहरूलाई नजारा देखाइदिन्छु ल गाइस हेर्न सक्नु यता साइडमा चाहिँ गुरुद्वारा छ अनि यहाँनिर चाहिँ पार्क ग्रिनेरीले भरिएको पार्क वा वरिपरि सबै खेती छ अनि बिचमा यति राम्रो पार्क सिटअपहरू लाउने यो चाहिँ हातको एक्सर्साइज हो सक्नुहुन्छ खेल्छु अब हेर्न पिति पनि खेल्छौँ एकछिन रोक्नु न लु अब हल्लाउनु गाइस हेर्न सक्नुहुन्छ ल उल्टो पो घुम त यो त घुमाउ न एकचोटि पहिला झन्डै लड्यो झन्डै ढाड सुकुन सुकुन मिल गया मुझे चक्कर आउँछ हो बस्दा पनि होइन हौ गाइस मसँग घुम्न आएको मान्छे पुरा यहाँ सानो बच्चा बच्चीहरू क्रिकेट खेल्दैछ कि यहाँ आउनु न बेबी अर्को पनि रहेछ आहा मैले अस्ति भनेको जस्तो गाइस हेर्नु न यहाँनिर रहेछ क्या अस्ति यही त खेल्छौँ भने हेर्न सक्नुहुन्छ ल गाइस अब हामी यहाँ चाहिँ कसको वेट धेरै माथि चढ न पुरै अन्त अनि गाइस मलाई उठा
मलाई उठाउन नसकेको अवस्था। मजा आयो रे। ओइ धेरै नउचाला न धेरै धेरै चाहिँ नउचाला न ठिक ठिक गाइस मेरो बुढी डराको अवस्थामा छ। झन्नै झरेको अवस्था। 80 किलोलाई 70 किलो 80 किलोलाई 70 किलोले त गुड निस्किन्छ। उचाल्नै सकिन क्या गाइस, उचाल्नै सकिन। बल्ल बल्ल गाइस मेरो यहाँनिर खेल्ने शौक पुरा भयो। फाइनली गाइस मेरो शौक पुरा भयो। ओइ बिस्तारै गर न। अनि पुरा भयो गाइस, हेर न हाँसेका बडो मस्त। हेर मलाई पुरै गाइस मेरो पिङ खेलेर और पुरा भयो। बल्ल बल्ल अब दिन चाहिँ म यही पार्कमा आउँछु गाइस। अब चाहिँ म यहाँनिर खेल्दैछु। यो के भन्छ यसलाई थाहा छैन मलाई नाम होइन। सिलिपिती सिलिपितीमा चढेर अब खेल्छु। आयो हेर्न सक्नुहुन्छ गाइस, भरे फेरि चिप्लेर एकैचोटि। ओइ बेबी गाइस यहाँ चाहिँ अर्को पनि झुला रहेछ, पिङ रहेछ। टाइम पछि यसरी झुलाहरूमा चाहिँ झुलावाला चाहिँ छैन नि त उता। अस्ति त गएको नि जानु त, तर झुलावाला चाहिँ थिएन। अहिले चाहिँ मलाई झुला सिलिपितीवाला अनि घुम्नेवाला सबैवाला मिल्यो। वाउ गाइस यति राम्रो ठाउँ। लाउँदैछु जिम। एक्सरसाइज भन न के जिम लाएको होइन त, एक्सरसाइज लाउँदैछु म प्यारको। तर यहाँ त पकड्ने नै रहेनछ क्या, पकड्ने खालको होइन नि त। यसरी पो त, यसरी चाहिँ हो नि त बेबी। यहाँ हेर्नु, यहाँनिर ठ्याक्कै राख्ने रहेछ क्या। यसरी यो हिपहरू राख्ने ठ्याक्क यहाँनिर ब्याकमा राख्ने चाहिँ लाउँदैछु। आर्मको एक्सरसाइज एकदमै गाह्रो पर्दो रहेछ। यो चाहिँ मेरो आर्म बनाउँदैछु म, बडी। मजा आयो रे। यो चाहिँ म लाउँदैछु लेगको एक्सरसाइज गाइस। कस्तो छ लेगको फेरि उत्तर कस्तो लेभल मिलेन भने त कस्तो कस्तो हुँदो रहेछ त हौ। ल भरे मेरो पेन्ट चात्यो भने चाहिँ छैन यो। ओके गाइस हामी चाहिँ पार्कमा घुमेर पनि खेलेर पनि अब भनेको हामी चाहिँ दोकान जाँदैछौँ, घर जाँदैछौँ। अनि दोकानमा पनि हेर्नुपर्छ नि त। गाइस आज मेरो बनाएको हेयर स्टाइल कस्तो छ। यहाँनिर चाहिँ हाम्रो डगी दाजुहरू धेरै हुनुहुँदो रहेछ। हामी निस्केर जाउँ भने त कुकुरले त नि पुरा त्यो पनि टोक्ने कुकुर छ अरे, डर देखाएर। अनि त गेटमै भयो कस्तो हाम्रो छेउको पाजी चाहिँ आउनु भएछ र। हमें कटा दो रास्ता, ये काटेगा बोल रहे हैं। झूठ बोल रहे हो। काट्न जान्छ नानी, कहाँबाट यिनीहरूलाई नकाटेर कुकुरलाई काट। तर कुकुर चाहिँ यहाँ धेरै रहेछ क्या गाइस। कस्तो होइन, काट्न त काट्दैन अरे कि, मजाक गरेछ त्यसो भए भाइले। कुकुरहरूमा नि त खेल्नु पर्यो नि त। उहाँ हेर्नु न पार्कमा पुरा गएर लडी गर्दैछ। गाइस हामी चाहिँ घुमेर पनि होइन आएर म चाहिँ एकदमै एक्सरसाइज लगाएर पनि अब चाहिँ हाम्रो खाना बनाउने टाइम भयो गाइस। अब आज चाहिँ हामी ल्याउनु जाने होइन, पानी बनाउने। त्यो चाहिँ भन्दैन क्या गाइस के को भनेर चाहिँ मैले भन्न चाहिनँ होइन गाइस, तर ल्याउनु चाहिँ जान आँटेको। राति भइसक्यो भने गाइस अब चाहिँ आफ्नो काममा लाग्यो होइन। अब टेबल कुर्सी भनेको चाहिँ मेरो काम, झाडु पोचा भनेको हाम्रो मुन्डो गर्दैछु झाडु पोचा गर्नलाई। यहाँ टेबल
गर्नुपर्छ अब मजाले हाम्रो एकदमै ताजा फ्रेस फ्रुट यहाँनिर छ खाना आउनु होला चाइनाटाउनमा आ गयो जी आ गयो देखियो इतने फ्रेश फूड लग रखा है चाइनाटाउन में। कौन सी पसंद आया आपको? बोलिए स्ट्रॉबेरी आ गया, ऑरेंज आ गया और इसको क्या बोलते हैं चेरी आ गया और यसको ग्राफ। ल गाइस आजको भ्लग चाहिँ म यति नै भन्न चाहे। अहिले चाहिँ म खाना खाँदैछु होइन गाइस, सबैजना एक झटक देखाइदिन्छु। म अघि भनिहालेँ होला तपाईँहरूलाई सब्जी चाहिँ के को छ भनेर। गाइस एकदमै मिठो बनाएको छ नि, सबै क्रेडिट चाहिँ उसलाई जान्छ क्या, कालो सर्ट लाउने मान्छेलाई। ओके गाइस, तपाईँहरूलाई मेरो भ्लग कस्तो लाग्छ, राम्रो लाग्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। र त्यो छ नि घन्टी बेल आइकन हो, यो घन्टीलाई दबाउन नबिर्सिनु होला। छिट्टो त्यो दबाइहाल्नु अनि मेरो नोटिफिकेसन जान्छ भ्लगको होइन, अनि तपाईँहरूले पहिला मेरो भिडियो हेर्न पाउनुहुन्छ क्या गाइस। हस् ल, आजलाई चाहिँ यति नै भन्न चाहे। सबैजना आफ्नो ख्याल राख्नु होला। बाई बाई। जुठो हातले गरेन रिसाउनु होला। बाई बाई।